सामाजिक सञ्जाल हेर्दै थिए, एक्कासी न्युजमा आयो रवि लामिछानेज्यूलाई आज अदालतले निर्दोष साबित गरिदियो। यो सुन्दा झसङ्ग भयो, मैले पत्याइन। विभिन्न सामाजिक सञ्जालहरू अझै खोतालेर हेरे, रवि लामिछानेज्यूका फ्यान पेजहरू हेरे, विभिन्न उहाँसँग सम्बन्धित व्यक्तिहरूको पोस्ट हेरे, सबैले आज अदालतले रवि लामिछानेलाई निर्दोष साबित गरिदियो भनेर लेखेका रहेछन्। यो देख्दा एउटा बेग्लै खुसीको महसुस भयो। आहा, विभिन्न लामो समयदेखि उहाँलाई यत्तिकै झुल्याइराखेको थियो। निर्दोष व्यक्तिलाई पनि यसरी निर्दोष साबित हुनको लागि यतिका समय लाग्ने हाम्रो देशमा कहिले के होला। हुन त आजको दिन त त्यतिकै खुसी भएर बितिरहेको थियो। तपाईँहरू सम्पूर्णले देख्ने होला, न्युज सुन्नु नै होला। आज एमालेका ती झोलेहरूलाई कसरी चाहिँ बाह्र क्षेत्रका जनताले लखटे त। बाफरे बाप, आज पहिलो नम्बरमा बाह्र क्षेत्रका जनताहरू जागे, बाह्रका जनताहरू जागे। अब यसै गरी देशभरि कहाँ कहाँ एमालेका कार्यक्रम हुन्छ, जहाँ जहाँ एमालेका कार्यकर्ताहरू भेला हुन्छन्, त्यहाँ मिटिङ गर्न खोज्छन्, कार्यक्रम गर्न खोज्छन्, त्यहाँ चाहिँ यसरी नै युवाहरू जनताहरू जागेर तिनीहरूलाई लखट्नुपर्छ, तब मात्र देश माथि माथि पुग्न सक्छ। खुसी छु, जनता पनि जागे, रवि लामिछाने पनि निर्दोष साबित हुनुभयो। एकदमै 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 भगवान् तिमी छौ। जे जस्तो भयो नि सुशीला कार्कीज्यू, तपाईँले गर्दै हुनुहुन्छ, अझै राम्रो गर्दै जानु।